ज्ञानतिमिरादस्य ज्ञानञ्जनशलाकया चक्षुरुन्मीलितं येन तस्मै श्रीगुरुवे नमः। ओम नमो नमः सर्वेभ्यो सौभाग्यभ्यो नमः। मम नाम दिपशङ्कर। मम नाम दृष्टि गौतम। आज हामी जनै पूर्णिमाको बारेमा सानो चर्चा गर्न जारी छौँ। जनै पूर्णिमा नेपाली हिन्दू संस्कृति एक महत्त्वपूर्ण पर्व हो जुन श्रावण शुक्ल पूर्णिमाको दिन मनाइन्छ। यस दिन हिन्दू पुरुषहरूले पुरानो जनै फेरेर नयाँ जनै धारण गर्छन्। जनैलाई पवित्रता, धर्म, कर्तव्य र आध्यात्मिक चेतनाको प्रतीक मानिन्छ। यसै दिन दिदीबहिनी र दाजुभाइ बीच रक्षाबन्धन पनि मनाउने परम्परा छ, जसमा दिदीबहिनी दाजुभाइलाई राखी बन्धन बाँधेर दीर्घायु, सुख र समृद्धिको कामना गर्छन्। नेपालको विभिन्न समुदाय जनै पूर्णिमाको आफ्नै धार्मिक र सांस्कृतिक परम्परा छ। यस दिन स्नान, पूजा, मन्त्र जप, रक्षा सूत्र बन्धन र दान धर्म गर्ने चलन छ। विशेष गरी कुम्भेश्वर, गौरीशङ्कुण्ड जस्ता पवित्र स्थलहरूमा मेला र पूजा हुन्छ। जनै पूर्णिमाले हाम्रो धर्म, संस्कृति, पारिवारिक सम्बन्ध र पारस्परिक प्रेमलाई मजबुत बनाउने सन्देश दिन्छ। यो पर्व केवल जनै फेर्ने दिन मात्र नभई आफ्नो मन, कर्म र जीवनलाई पनि पवित्र बनाउने प्रेरणा दिनेछ। हजुरहरू सम्पूर्णलाई जनै पूर्णिमाको धेरै धेरै शुभकामना। ओम नमो नमः।